मैले त्यो निवेदन के हुन्छ भनेर हेरेको, माथि के लेखा हुँदो रहेछ, विषय जनजाति भएको प्रमाणित गरी पाऊँ भनेर विषय लेख्नुपर्छ माथि। त्योभन्दा भने महोदय उपरोक्त सम्बन्धमा फलानो गाउँ फलानो ठाउँ फलानोको छोरा फलानोको नाति फलानो नाउँ भनेर लेख्नुपर्छ। म चाहिँ यो देशको जनजाति भएको कारणले गर्दा मलाई जनजाति प्रमाणित गरी पाऊँ भनेर हामीले निवेदन लेख्छौँ। अनि त्योभन्दा मुनिबाट फेरि के लेखेको हुन्छ, माथि लेखिएको ठिक साँचो हो, गलत ठहरेमा कानुन बमोजिम जे पर्छ सहौँला बुझौँला। अनि त्योभन्दा मुनिबाट दायाँ बायाँ ल्याप्चे ठ्याङ्ग ठोकिदिएको। अब त्यो जनजाति र आदिवासीको फर्म भर्दाखेरि तपाईँलाई त्यो कुनै पनि बाहुन अथवा क्षेत्रीले तपाईँलाई लगाएको हुँदैन। त्यहाँनिर त्यो प्रमाण तपाईँ आफैले आफैलाई जनजाति प्रमाण गरेको प्रमाणित हुन्छ त्यो प्रमाणको आधार। अनि तपाईँ कति पढायो भन्दा ब्याचलर केबाट साइन्सबाट, तपाईँ कति पढायो +2 केबाट साइन्सबाट। अनि +2 पढेर किन जनजातिको कार्ड बना भन्दा MBBS डक्टर पढ्नलाई जनजातिको कार्ड बना, किनकि त्यहाँनिर छात्रवृत्ति पाइन्छ। तपाईँ डक्टर पढ्नुहुन्छ, MBBS डक्टर नि पढ्नुहुन्छ, बनिसके पछाडि तपाईँ डक्टर, तपाईँको नामको अगाडि डक्टर फलानो तामाङ, डक्टर फलानो राई, डक्टर फलानो लिम्बू, डक्टर फलानो गुरुङ, डक्टर फलानो लिम्बू, डक्टर फलानो शेर्पा, डक्टर फलानो श्रेष्ठ, डक्टर फलानो मिजात सार्की कामी दमै, यो सबै बन्छ। अनि बनिसकेपछि तपाईँको प्रमाण बस्दै 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 जान्छ। अब आजको 10 वर्ष पछाडि त्यो पल्टाएर हेर्छ उसले। अहिलेका बाहुन छेत्रीको 10 पुस्ता पछाडिको बाहुन छेत्रीको छोराछोरीले हाम्रो छोराछोरीलाई भन्छ, हेर भाइ, हिजो त यो देशमा प्रशस्त मात्रामा जग्गा जमिन थियो, यो संसारमा जनसङ्ख्या बढ्दो रहेछ, जमिन बढ्दैन रहेछ। यो त वैज्ञानिक कुरा नै हो। जमिन त योभन्दा बढ्दै बढ्दैन नि, नेपालमा जति छ त्यति नै त हुने होइन र। यो संसारको पृथ्वीको जति भूगोल चाहिँ जमिन बनेको छ यति नै त हो नि जमिन हुने। तर जनसङ्ख्या हेर्नुहोस् त, आजभन्दा 1 करोड 10 लाख वर्ष पहिला हाम्रो पुर्खाहरू ढुङ्गे युगमा हिँड्दै थिए। आजभन्दा करिब करिब 1 शताब्दी अगाडिकै कुरा गरौँ न, आजभन्दा करिब करिब 100 वर्ष अगाडि संसारको जनसङ्ख्या करिब करिब 4-5 अरब थियो होला, अहिले 8 अरब पुगिसकेको छ। तर आजभन्दा 100 वर्ष अगाडि जति जमिन थियो आज पनि जमिन त त्यति नै छ। हेर्नुहोस् जनसङ्ख्या बढेर कहाँ पुग्यो। अब आजको 10 पुस्ताको बाहुन छेत्रीको छोराछोरीले पल्टाएर के भन्छ, यो संसारमा जनसङ्ख्या बढ्दो रहेछ, जमिन बढ्दैन रहेछ। हिजो हामीसँग प्रशस्त मात्रामा जग्गा जमिन थियो, यसकारणले तिमीहरूलाई पनि गरी खाऊ भनेर दियौँ। अब हामीलाई जग्गा जमिन पुगेन, हाम्रा छोराछोरी बढे, धेरै भए, अब चाहिँ तिमीहरूले छोडेर जानु पर्यो, यो देश तिमीहरूको होइन भनेर बाहुन छेत्रीको छोराछोरी त्यति बेला भनेपछि हाम्रा छोराछोरीले ठुलो कुरा गर्छस्, हाम्रो पुर्खाले चाहिँ भस्मे फाँडेर बनाएको देश हो यो, नभए हाम्रा पुर्खाले भनेको कुरा सुन भनेर हाम्रो अहिले भन्छ नि त। मेमेहरूले ताम्बाहरूले कोकोले भनेको कुरा हामीले रट्या हुन्छौँ। त्यही कुरा अन्त हाम्रो छोरा नाति पलाती हामी जेनेरेसन टु जेनेरेसन भन्दै गएको हुन्छौँ। हाम्रो बाजेले हिजो यस्तो भन्नुहुन्थ्यो भनेर हामी सुनाउँछौँ। त्यही कुरा सुन्दै सुन्दै 10 वर्षपछि हाम्रो छोराछोरीले के भन्छ, हामीले यसो गरेर चाहिँ बनाएको देश हो, ठुलो कुरा नगर भनेर भन्न हाम्रो छोराछोरीले। अन्तर्राष्ट्रिय जगतमा मुद्दा पर्दाखेरि हाम्रो छोराछोरी त्यहाँ गएर पनि झगडा गर्छ। त्यति बेला झगडा गर्ने बेलामा बाहुन छेत्रीको छोराछोरीले त्यति बेला के गर्छ, ल फर्केर हेर, आजभन्दा 10 पुस्ता अगाडि तेरो बाजे पुर्खाहरूले हस्ताक्षर गरेर राखेको प्रमाण हेर त। तेरो बाजेले त्यति बेला कति पढेको, नामको अगाडि डक्टर PhD लेखेको, डक्टर लेखेको हेरेँ, ब्याचलर पास गरेको, मास्टर्स पास गरेको, MBBS डक्टर पढेको। तेरो बाबुबाजेले के भनेको छ यहाँ त भन्दा, म यो देश नेपालको जनजाति हो, जनजाति प्रमाणित गरी पाऊँ। जनजातिको अङ्ग्रेजी परिभाषा के हुन्छ, नोम्याड। नोम्याडको असली परिभाषा के हुन्छ, कन्ट्रीलेस ल्यान्डलेस। ल भाइ त्यसपछि छोडेर भाग भनेपछि तपाईँ हाम्रो छोराछोरी हिजो म्यानमारबाट रोहिङ्ग्या मुसलमानले झोली तुम्बा बोकेर स्याहार नसकेको बच्चा बच्ची बोक्यो, नसकेको त्यहीँ छोडेर झोली तुम्बा बोकेर रुँदै रुँदै तपाईँ हामीलाई सम्झेर के भन्छन्, हेर मेरो पुर्खाहरू कति लाचार रहेछन्, जाबो एउटा डक्टर पढ्नको निमित्त, जाबो एउटा जागिर खानको निमित्त, आफ्नो एउटा पेट पाल्नको निमित्त हामीलाई सदाको लागि शरणार्थी बनाएर जागिर खाने थुक्क भनेर तपाईँ हामीलाई के गर्छ, थुक्ने एउटा दिन आउँदैछ। हामीले त्यो दिन बन्न दिनु हुँदैन। हेर्नुहोस् हामी इतिहासको त्यो कलङ्कित पुस्ता पुर्खा बन्ने कि आफ्नै देशमा स्वाभिमान साथ बरु अहिले दुःख पाऊँ, छोडिदिउँ अहिले डक्टर पढ्न नपाएर के बिग्रियो त। तपाईँ र मैले पढ्न नपाउला, हाम्रो आउने छोराछोरीले पढ्न पाउँछ। तपाईँ हामीले अहिले जागिर खान नपाउला के भयो त, जागिर नभएर एउटा घर बनाउन नसकिएला। तर हाम्रो भएको झुपडी त मास्न सक्दैन नि त उसले। यस कारणले गर्दाखेरि हेर्नुहोस् अर्काको घरको बिल्डिङमा भन्दा
आफ्नो घरको झुपडीमा मजा आउँछ बस्नको लागि। यो अर्काको बिल्डिङ भनेको निश्चित समयको निमित्त जतिन्जेल तपाईँले भाडा तिर्नुहुन्छ त्यतिन्जेलको लागि मात्रै हो। अर्काको घरमा परिसके पछाडि त्यो केही पनि पाइँदैन। यस कारणले गर्दाखेरि यो वास्तविक तथ्यमाथि टेकेर अबको यो सुदिन समाज निर्माण गर्नको निमित्त तपाईँ हामीले त्याग तपस्या र बलिदानको भावना ल्याउनै पर्छ। त्यो नल्याएसम्म तपाईँ हाम्रो आउने भावी सन्ततिको त कुरा टाढैको कुरा हो, तपाईँ हामीले नि त्यो अवसर पाउँदैनौँ। यस कारणले गर्दा देशभित्रबाट तपाईँ हामीलाई समय समयमा यस्तै खालको चाहिँ षड्यन्त्रहरूमा पारेर हिजो इतिहासमा सबैभन्दा सुरुमा त बाहुन क्षेत्री नेपाल भित्रिसके पछाडि गोर्खा भर्तीको नाममा हाम्रो मान्छेलाई बेचेरै सिद्धाउने अभियानमा लागे। नेपालबाट 24 लाखभन्दा ज्यादा हाम्रो दाजुभाइहरू त गोर्खा भर्तीको नाममा अर्काको देशमा गएर लडेरै मरेर सिद्धि।